हेलो नमस्ते। नमस्ते। हेलो। कहाँदेखि हुनुहुन्छ? हामी चाहिँ अहिले हाल जापानदेखि नै भनौँ। जापान आएको कति भयो तपाईँहरू? जापान आएको 1 वर्ष हुँदैछ। कस्तो लाग्दैछ त जापान? जापान अब पानी पर्दैछ, रमाइलो हुँदैछ, स्ट्रगल चलिरहेछ। अस्ति जेएलपिडी दिनुभयो, दिएदिन चाहिँ कस्तो भयो त? तर अब सोचे जस्तो चाहिँ अहिले भएन। अब नेपालमा राम्रो हुन्थ्यो, अब यहाँ अब काम प्लस स्ट्रगल भइरहेछ अनि सोचे जस्तो चाहिँ अहिले भएन। अब ठिकै भयो भन्नुपर्छ। अब आउने भावी भाइ बहिनीहरूको लागि के भन्न चाहनुहुन्छ? अब आउने भाइ बहिनीहरूको लागि चाहिँ म यो भन्छु कि नेपालबाट पढेर आउनुपर्छ होइन। पढेर आएन भने चाहिँ यहाँ केही छैन, पढेर आयो भने चाहिँ काम पनि राम्रो पाउँछ। त्यही भएर राम्रोसँग पढ्नुहोस्, काम मात्रै गर्नुहोस्, राम्रो छ भविष्य जापानमा। है त। थ्याङ्क यू सो मच। बाई। तिमीलाई चाहिँ कस्तो लाग्दैछ नि जापान भन त, आफ्नो मनमा लागेको कुरा? एकदम राम्रो छ, ठिकै छ, रमाइलो छ होइन। अब के भन्नु, अब आउने भाइ बहिनीलाई के भन्न चाहन्छौ? भाषा चाहिँ बनाएर आउनु होला, पढ्नु होला, राम्रोसँग नेपालमै आएर चाहिँ काम गर्नुपर्छ। 2-3वटा काम त गर्नुपर्छ, एक कामले त खाना नि पुग्दैन हेर्नु। अनि दुःख गर्न सक्नेले चाहिँ आउनु होला पढेर, यही भन्न चाहन्छु। यही हो मेरो भोगाई अनि मैले सिकेको। थ्याङ्क यू सो मच प्यारी सिस्टर। ओके दिदी।